अहिले चाहिँ भिडियोमा चाहिँ मैले आफ्नो हाफ पार्ट होइन कम्मरभन्दा माथि या फिर पेटभन्दा माथि मात्रै देखाइरहेको हुन्छु नि त। सो धेरै यसो मतलब घरमै बसेर आफ्नो कोठामा बसेर भिडियो बनाउनेहरूको चाहिँ आउटफिट चाहिँ त्यस्तो उस हुँदैन है। माथिपट्टि चाहिँ किन क्यामेरामा जुन देखिन्छ त्यो चाहिँ अलिकति राम्रो गराउनुहुन्छ, तल्लोपट्टिबाट चाहिँ नर्मली कटुलारै हो बस्ने जस्तै हेर्न सक्नुहुन्छ। मैले पनि कटुरी लगाइरहेको छु किनकि तपाईँहरूले हेर्न सक्नुहुन्छ मैले पनि कटुनी लगाइरहेको छु किनकि अलिकति गर्मी छ कि नै। म भैरवमा अहिले बसिरहेको छु टेम्पोररी रुम लिएर पढ्दै उस गर्दै। सो मैले यो च्यालेन्ज पनि गरिरहेको छु, यता सिद्धार्थ भिलासमा ड्युटी पनि गरिरहेको छु। अनि मैले चाहिँ यो भिडियो चाहिँ आज चाहिँ मैले डेफिनेटली ब्लग पोर्टलमा पोस्ट गर्नेवाला छु। अनि मैले चाहिँ पहिला कोठामै बसेर भिडियोहरू गरेर हुन्थेँ, अनि त्यसपछि पछिल्लो केही दिनदेखि चाहिँ मैले चाहिँ ओपनमा बसेर हो कि नै छतमा या फिर अलिक खुल्ला प्लेसमा चाहिँ बसेर भिडियो बनाइरहेको छु। त्यसको मेन उस भनेको नै मेरो मतलब म एउटा कुरामा अड्केर बस्नु चाहदैन कि, जस्तै कोठामा मात्रै बसेर बनायो कि नै सधैँ कोठामा मात्रै बसेर बनाउँछु भन्ने मेरो प्लानमा छैन, मेरो माइन्डसेटमा छैन हो कि नै। कहिले पब्लिकमा गएर बनाउने, कहिले अलिकति खुल्ला प्लेसमा बनाउने हो कि नै। अनि यसरी बाहिर बसेर बनाउँदा चाहिँ अलिकति नेचरमा बसेर बनाउँदा चाहिँ अलिकति फ्रेस एयर लिन पाइयो हो कि नै, अलिकति मान्छे पनि फ्रेस भइन्छ। ओपनमा बसेर गर्दा चाहिँ हुन्छ नि, बाहिर मान्छेहरूले हेरेर हुन्छ नि त केले के गरिरहेको भनेर, त्यसले गर्दा चाहिँ के हुन्छ चाहिँ एउटा कन्फिडेन्स बिल्डअप हुन्छ कि, जुन मान्छेहरूसँग एउटा जुन मासमा बोल्न सक्ने एउटा जुन स्किल हुन्छ नि त्यो पनि डेभलप हुन्छ कि नै। त्यो मान्छेले भिडियो बनाउँदा चाहिँ के सोच्छ भनेपछि अर्को मान्छेले हेरिरहेको छ के सोच्यो होला, त्यसले मेरो बारेमा के भनिरह होला हो कि नै। सो त्यसको बारेमा केयर गर्ने होइन। तपाईँ पनि मैले जस्तै यस्तै कन्टेन्ट क्रिएसनमा अगाडि बढ्न चाहनुहुन्छ हो कि नै, भिडियो बनाउन खोज्नुहुन्छ भने चाहिँ पहिल्यै भिडियो बनाएर तपाईँले भिडियोमा आउन बोल्न अप्ठ्यारो लाग्छ भने चाहिँ के गर्नु भनेपछि जस्ट क्यामेरा खोल्नु हो कि नै, रेकर्ड गर्नु, केही नबोल्नु, जस्ट आफूलाई फेसमा देखाउनु, केही नबोल्नु। एक दुई दिन चाहिँ त्यस्तै गर्नु हो कि नै, भिडियो उस गर्नु, त्यसपछि हुन्छ। त्यसपछि चाहिँ अलि दिनपछि के गर्नु भनेपछि क्यामेरा खोल्नु सेम, त्यसपछि केही बोल्नु, हेलो नमस्ते मेरो नाम यति हो भनेर बोल्नु। पोस्ट गर्नु पर्दैन, केही गर्नु पर्दैन, बस भिडियो बनाउनु बस। त्यसपछि चाहिँ अलि दिनपछि चाहिँ आस्ते आस्ते थोरै शब्दहरू इम्प्रुभ गर्दै जानु। म जस्तै मेरो नाम यो हो, म यहाँ बस्छु, म यहाँ काम गर्छु, मैले अहिले यो गरिरहेको छु, मेरो उमेर यति हो, मेरो इन्ट्रेस्टहरू चाहिँ योमा छ भन्दै भिडियो बनाउनु। त्यसपछि आस्ते आस्ते चाहिँ तपाईँको निस अनुसार तपाईँले चाहिँ कुन फिल्डमा राम्रो हुन्छ, तपाईँले कुन फिल्डमा भिडियो बनाउन सक्नुहुन्छ भनेर चाहिँ त्यसमा हेर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ आस्ते आस्ते चाहिँ तपाईँले चाहिँ अनि जुन भिडियो बनाउनुहुन्छ त्यो चाहिँ रिभ्यू गर्न थाल्नु हो कि नै। चट्ट आफूले बसेर हेर्नु, त्यसपछि हेर्नु जस्तै बोल्दाखेरि कहाँ अड्किएमा हो कि नै, कहाँ इम्प्रुभ गर्दा राम्रो होला, कहाँ के गर्दा राम्रो होला। त्यसपछि एउटा नयाँ फ्रेस पेज, एकाउन्ट, युट्युब च्यानल, टिकटक एकाउन्ट जे गराउँदा नि हुन्छ। किनकि तपाईँले पुरानो एकाउन्ट जुन तपाईँको एक्जिस्टिङ छ नि त्यसमा चाहिँ तपाईँले पोस्ट गर्नुभएको छैन भने चाहिँ त्यो च्यानल चाहिँ डेड हुन्छ। त्यसमा चाहिँ नयाँ भिडियो पोस्ट गर्दा चाहिँ त्यति भ्युजहरू त्यति उसहरू चाहिँ आउँदैन जुन चाहिँ नयाँ च्यानलमा आउँछ। किनकि नयाँ च्यानल भएपछि युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक सबैले चाहिँ नयाँ भिडियोहरूलाई चाहिँ अलिकति उस गरेर हुन्छ कि नयाँ नयाँ भ्युवरसँग पठाइरहेको हुन्छ। सुरुमा चाहिँ फर्स्ट विक या फिर फर्स्ट मन्थमा चाहिँ पुस गरेर हुन्छ नयाँ मान्छेहरूसँग, किनकि तपाईँ नयाँ हो त्यो फिल्डमा, त्यो प्लेटफर्ममा, सो पुस गरेर हुन्छ। अनि मेरो यो जर्नी चाहिँ यहीँबाट सुरु भएको होइन, यही कोठाबाट भैरवबाट आएर 4-5 वर्ष पहिले नै मैले भिडियो बनाएर हुन्थेँ। पछि चाहिँ पछिल्लो समयमा चाहिँ केही टेक्निकलिटीहरू च्यालेन्जेसहरू आयो अनि मैले भिडियो बनाउनु छोडेको थिएँ, तर फेरि मैले कन्टिन्यू गरेँ। सो अनि आस्ते आस्ते तपाईँको बोल्ने भिडियोमा क्यामेरामा अगाडि आएर फेस गर्ने क्षमता बढ्दै गइसकेपछि तपाईँले चाहिँ यदि इच्छुक हुनुहुन्छ भने चाहिँ तपाईँ भिडियो एडिटिङतिर पनि जान सक्नुहुन्छ, जसले गर्दा चाहिँ तपाईँको भिडियो अझै एपिलिङ लाग्छ भने अझै राम्रो देखिन्छ। अनि आस्ते आस्ते भिडियो एडिटिङ, साउन्ड इफेक्टहरू युज गर्न सक्नुहुन्छ। त्यसपछि आस्ते आस्ते चाहिँ तपाईँले थम्बनेल बनाउन सक्नुहुन्छ। तपाईँले थम्बनेल बनाउनलाई अहिले फोटोसप सिक्नु पर्दैन, केही सिक्नु पर्दैन हो कि नै। जस्ट आफ्नो फोटो हाल्नुहोस्, एउटा कसैको थम्बनेल लिनुहोस् हो कि नै, जुन चाहिँ तपाईँलाई राम्रो लाग्छ, अनि आफ्नो फोटो हालेर च्याट जिपीटीमा हाल्नुहोस्, मलाई चाहिँ यस्तो यस्तो थम्बनेल चाहियो, यो एउटा थम्बनेल रिफ्रेसमा दिएको छु, त्यसलाई चाहिँ ल्याएर उस गर भन्न सक्नुहुन्छ। सो हेर्न सक्नुहुन्छ पिम्पल चाहिँ आइरहेको छ यहाँ, ठ्याक्कै पिम्पल चाहिँ यहाँ मेरो धेरै यहाँ बिचमा आउँछ। सो कस्तो टिका लाग्छ देखिन्छ कि त्यो चाहिँ पिम्पल हो है। सो भिडियो अन्तिमसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद। मलाई फेसबुक, इन्स्टा, युट्युब जताततै पनि सपोर्ट गर्न सक्नुहुन्छ, जताततै पनि मेरो नाम सुमित पौडेल नै छ। सो थ्याङ्क यू एभ्री वान एन्ड दिस मच फर टुडे।